दर्शकवृन्द नमस्कार। पछिल्लो समय हामीले जिताएर पठाएका जनप्रतिनिधिहरू के गर्दैछन्? जनताको चाहना अनुसार काम गर्न सके कि सकेनन्, गरिराखेका छन् कि छैनन् भन्ने प्रश्न आम जनतामा छ। तिनै प्रश्नको जवाफ खोज्ने क्रममा आज हामी सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर 3 को वडा कार्यालयमा आइपुगेका छौँ, जहाँ हामीले भेटेका छौँ वडा अध्यक्ष बुद्धदेव चौधरीलाई। हाम्रो टिम उहाँको कार्यालयमा आइपुग्दा उहाँ कार्यकक्षमै हुनुहुन्थ्यो। वडा अध्यक्ष चौधरीसँग हामीले सबैभन्दा पहिला तपाईलाई यहाँका जनताले किन जिताए भनेर प्रश्न सोधेका थियौँ, अनि उहाँले हाम्रो प्रश्नमा यस्तो जवाफ दिनुभयो। मलाई यहाँका जनताहरूले जिताउनको ठुलो उद्देश्य मैले 76 सालसम्म एउटा स्वास्थ्यकर्मी भएर यहाँ आफ्नो समुदायका बिरामीहरूको मैले सेवा गर्ने मौका पाएको थिएँ र त्यही सेवा दिएको कारणले गर्दाखेरि एउटा उहाँहरूले पनि भोट दिनमा एउटा गुण लाउनु भएको थियो र हाम्रो मतदाताहरूलाई पनि एकदमै धन्यवाद मैले दिन चाहन्छु। चुनावका बेला गरिएका प्रतिबद्धताहरू अझै सम्झना छ वडा अध्यक्षज्यू? केही सम्झना छ। ती चुनावी प्रतिबद्धताहरू कतिको पुरा गरे जस्तो लाग्छ तपाईलाई? अब काम गर्दै लाँदा केही बाधा व्यवधानहरू पनि आएका छन् र त्यो केही बाधा व्यवधानहरूको लाई चिर्दै मैले प्रत्येक वर्ष आफूले गरेका सङ्कल्प प्रतिबद्धतालाई पनि पुरा गर्ने एउटा ठोट लिएको छु। हालसम्म तपाईले के गर्नुभयो वडामा? मैले आउनुको मुख्य उद्देश्य मैले अब जनतालाई एउटा स्वास्थ्यको माध्यमबाट सेवा दिन मौका मैले पाएको थिएँ र अहिले त्योभन्दा पनि एउटा विस्तृत एउटा क्षेत्र ओगटेको एउटा स्थानीय सरकारमा अन्य किसिमका यहाँ सेवाग्राहीहरू आउनुहुन्छ र उहाँहरूलाई स्वास्थ्य सेवाको अलावा पनि अरू क्षेत्रहरू जस्तो शिक्षा, स्वास्थ्य, कृषि, विद्युतीकरण, सडक ढलान, नाला, त्यसपछि कृषि सडकमा पोल तार विद्युतीकरण इत्यादि कुराहरू पनि। तपाईले नि वडा अध्यक्षज्यू घोषणापत्र अनुसारको काम गर्नु भएको छ? काम चाहिँ भएको छ। काम मैले ठुलो प्रयास गरेको छु। जस्तो अब माविलाई +2 सम्म चलाउने मैले घोषणापत्रमा पनि गराएको थिएँ। अहिले करिब तेस्रो वर्ष, अब एसी दोस्रो वर्ष एसी प्रशिक्षार्थीहरूले परीक्षा दिइसक्नु भएको छ र अब तेस्रो वर्षमा रनिङ, अब 82-83मा तेस्रो वर्ष हुँदैछ र अझै पनि 2 वर्ष मेरो कार्यकाल रहेको छ र यसपालि मैले +2 सञ्चालन गर्न नसके तापनि अर्को वर्ष चाहिँ मैले एकदमै प्रतिबद्धता यहाँ मार्फत म गर्न चाहन्छु। तपाईँ वडा अध्यक्ष भएपछि अरूभन्दा के फरक काम गर्नुभयो त्यस्तो? यो म आउनुमा एउटा ठुलो फरक के पर्यो भने कहिलेकाहीँ अब स्वास्थ्यकर्मी नभएको बेलामा अथवा तालिम गएको बेलामा, गोष्ठी गएको बेलामा, अब स्वास्थ्यकर्मीको अनुपस्थितिमा मैले पनि एउटा स्वास्थ्य सेवा दिने मैले मौका पाएको छु र यहाँका यो समुदायका व्यक्तिहरूलाई म पनि आफूले जाने बुझेसम्म स्वास्थ्य सेवा पनि कहिलेकाहीँ दिने गरेको छु। त्यो मायनेमा मैले पनि अलिकति त्यो आफ्नो स्थानीय सरकारको सेवा दिँदाको त्यो प्लस पोइन्ट पनि त्यो पनि भयो। तपाईँको वडामा थारू समुदायको बाहुल्यता बढी छ, उहाँहरू चाहिँ के माग्नुहुन्छ खास तपाईँहरूसँग? उहाँले खास गरेर हाम्रो लालबन्दी नगरपालिका वडा नम्बर 3मा 3टा टोल रहेको छ, जब्दी, भैरवपुर र सिसुवा गाउँ। ती 3 टोलका समुदायहरूले खास गरेर हाम्रो यो वडामा आदिवासी जनजाति मध्ये थारू समुदायका बहुसङ्ख्यक उल्लेखनीय मात्रामा जनसङ्ख्या रहेको छ। त्यसको अलावा यस वडामा दलित समुदाय, मधेसी समुदायका पनि समुदायहरू यहाँ छन् र उहाँले चाहेको अनुसार मैले उहाँहरूको पनि जिज्ञासालाई अब जस्तो अब थारू समुदायको लागि एउटा जितिया पर्व, माघी पर्व, त्यस्तै गरेर
दलितहरूको पनि एउटा जर्जटिनी तिनीहरूको पनि एउटा संस्कृति अनुसारको कार्यक्रमहरू त्यो पनि सञ्चालन गर्ने गरेका छु। जनताको जीवनस्तर उकास्ने गरी चाहिँ तपाईँले के त्यस्तो तालिमहरू आयोजना गर्नुभयो जुन जनताको लागि काम लागेको छ? अब खास गरेर तालिमको कुरा गर्दाखेरि 80-81 पनि महिला उद्यमीहरूलाई एउटा दल कसरी बनाउने, त्यसलाई कसरी व्यवस्थापन गर्ने, अब दलको तालिम लिइसकेपछि बजार व्यवस्थापन कसरी गर्ने, एउटा व्यावसायिक रूपमा कसरी सञ्चालन गर्ने विषयमा पनि हामी तालिम सञ्चालन गरिसकेका छौँ। र यो साल पनि एउटा तालिम पनि रहेको छ। एउटा बजेट हामीले विनियोजन पनि गरेका छौँ 1 लाख। त्यो अझ अब केही दिनमै त्यो पनि पुरा हुन्छ। केही अब आर्थिक कारणले पनि हाम्रो नगरपालिकाको मात्रै नभनौँ, नेपाल सरकारकै एउटा अर्थको अवस्था अलिक केही कमजोर भएको कारणले पनि त्यो चलाउन सकिरहेको अवस्था छैन। र जस्तो ज्येष्ठ नागरिक सम्मान कार्यक्रम म निर्वाचित भएदेखि नै प्रत्येक वर्ष केही न केही ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छु। र यसपालि पनि ज्येष्ठ नागरिक सम्मान गर्नका लागि 2 लाख मैले विनियोजन पनि गरेको छु। त्यो सम्मान गर्ने कार्यक्रम थाँती नै रहेको कुरा म यहाँलाई विदित गर्न चाहन्छु कि बजेटको अभावमा वडा अध्यक्ष, वडा कार्यालय, अझ भनौँ जनप्रतिनिधिसँग स्थानीय जनताले चाहिँ के खोज्ने रहेछन्? तपाईँले के अनुभव गर्नुभयो वडा अध्यक्षज्यू? खास गरेर जनताले चाहेका कुराहरू सबभन्दा पहिला शिक्षा। सबभन्दा पहिला हामीले शिक्षालाई नै महत्त्व दिनुपर्छ। जबसम्म मान्छे शिक्षित हुँदैन, केही कुरा जानेकै हुँदैन, उसले चेतना हुँदैन, तबसम्म कुनै कुरा पनि सफल गर्न गाह्रै हुन्छ। त्यसको अलावा हामीले शिक्षाकै हिसाबले पनि अब हाम्रो वडामा 2टा विद्यालय रहेको छ। एउटा श्री प्रावि शिशुवा र अर्को श्री मनपूर्ण जनता मावि हाम्रो जब्दी भैरपुरमा रहेको छ। र म निर्वाचित भएदेखि त्यो विद्यालयलाई शिक्षा व्यवस्थापनका लागि पनि मैले बजेट वर्षेनी गर्दै आएको छु। र पठन पाठनको लागि म हरहमेशा एकदमै लागि परेर अहिले म काम गर्दैछु। र आगामी बजेटमा बालमैत्री शौचालय भयो, बालमैत्री खानेपानी, बच्चाहरूलाई कसरी हामीले अहिलेको अवस्थाअनुसार अब धारा पनि बालमैत्री भएको छैन र त्यो बालमैत्रीलाई पनि एउटा बालबच्चाहरूलाई पनि सम्बोधन हुने गरी बालमैत्री शौचालय, बालमैत्री खानेपानी त्यो चाहिँ एउटा सोच मैले बनाएको छु विद्यालयमा। हजुर। अनि अर्को कुरो जनताले चाहेका कुरा सबभन्दा बढी शिक्षा, स्वास्थ्य, त्यसपछि कृषि पनि हो। हाम्रो देश भनेकै कृषि प्रधान देश हो र बहुसङ्ख्यक मान्छे अझै पनि खेती किसान गरेर पनि आफ्नो जनजीविका चलाइराखेका छन्। र त्यो हिसाबले गर्दा कृषिको लागि पनि मैले धेरै जोड दिएको छु। निर्वाचित भएदेखि कृषि सडक पनि एउटा ट्र्याक खोल्ने, त्यसपछि ग्राभल गर्ने, त्यसपछि विद्युत कृषि सडकमा विद्युत पोल तार विद्युतीकरण गर्ने पनि प्रत्येक वर्ष नै मैले केही न केही रकमहरू विनियोजन गर्दै आएको छु। र आगामी दिनमा पनि यो निरन्तरता मैले दिने यहाँ मार्फत म जानकारी गराउँदैछु। तपाईँ जनप्रतिनिधि हुनु पूर्व के सोच्नुहुन्थ्यो वडा कार्यालय र वडा अध्यक्षको बारेमा, र अहिले तपाईँ आफू त्यो ठाउँमा हुँदा कस्तो काम गर्न सकेँ जस्तो लाग्छ तपाईँलाई? तपाईँ आफै सन्तुष्ट हुनुहुन्छ? त्यो कुरा केही याद आउँछ। मैले आफ्नो मनमा गरेको प्रतिज्ञा, आफ्नो मनमा सोचेका कुराहरूलाई म निर्वाचित भइसकेपछि केही न केही फरक ढङ्गले म यो वडालाई विकासको काममा अगाडि बढाउने छु भन्ने मैले सोच पनि बनाएको थिएँ। त्यही अनुरूप मैले अहिलेसम्म काम गर्दै गरेको छु। विकास भन्ने कुरा आवश्यकता अनुसार र समयको माग अनुसार विस्तारै हुँदै जान्छ। तपाईँ निर्वाचित भएपछि चाहिँ अरूभन्दा के फरक गर्नुभयो? अलिकति विस्तृतमा भनिदिनुहोस् त। म निर्वाचित भएदेखि यहाँले जुन म प्रति एउटा जिज्ञासा राख्नुभयो, एउटा प्रश्न सोध्नुभयो, त्यसको लागि म आइसकेपछि एउटा आदिवासी जनजाति थारू समुदायको लागि पनि केही भविष्यका लागि, जस्तो अहिलेसम्म हाम्रो थारू समुदायको अफिस कहीँ पनि थिएन। मेरै पालामा यसै पालि भवन निर्माण करिब अब
के अरे सेटिङ लेभलसम्म पुगिसकेका छ। यो बजेट भनेको प्रदेश माननीय श्री उर्मिला देवी सिंह थारूद्वारा विनियोजन भएको हो 50 लाख रुपैयाँ। र अर्को हाम्रो थारू समुदायका लागि मात्रै होइन, एउटा लालबन्दीकै पहिचान, यो जिल्लाकै पहिचानका रूपमा एउटा थारू संस्कृति संरक्षण प्रबन्धन केन्द्र लालबन्दी नपा 3 हाम्रो जब्दी भैरवपुर भनेको मतलब खेलकुद मैदानको ठ्याक्कै उत्तर साइडमा भवन निर्माण स्थल हुँदैछ। र त्यो भवन निर्माण स्थल निर्माण भइसकेपछि पुरा भइसकेपछि त्यहाँ अनेक किसिमका हाम्रा थारू समुदायका पहिलाको प्राचीन कालदेखिको मूर्तिहरू राख्ने पहिचानका कुराहरू, जस्तो अब थारू समुदायकालाई के प्रयोग गर्थे ती कुराहरूलाई पनि हामीले व्यवस्थापन गर्ने सोच बनाएको छु। तर यसपालि भवन मात्रै हामीले बनाइसक्यौँ भने पछि यसको बजेट निरन्तरताको लागि मैले चाहिँ एकदमै प्रयासरत छु र आशा मात्रै होइन विश्वस्त पनि छु। त्यो आगामी आर्थिक वर्ष 82-83 मा पनि त्यो थारू संस्कृति संरक्षण प्रबन्धन केन्द्रको लागि बजेट पनि आउनेछ। र एउटा हाम्रो थारू समुदायको लागि मात्रै होइन, यो वडा नम्बर 3 कै लागि मात्रै होइन, एउटा लालबन्दीको पहिचान शान प्रतिष्ठामा पनि केही थप बल मिल्नेछ भन्ने विषयमा म विश्वास छु। भवन निर्माण गर्ने, सडक बत्ती हाल्ने, सडक स्तरोन्नति गर्ने, वृद्धलाई सम्मान गर्ने बाहेक अलि उत्पादनशील क्षेत्रमा दीर्घकालीन रूपमा जनताको जीवनसँग जोडिएका कुरामा चाहिँ तपाईँको लगानी कतिको रह्यो? अब उत्पादन हुने क्षेत्रमा हाम्रो बजेटले भ्याएसम्म, जस्तो कि अहिले यसपालि प्रधानमन्त्रीसँग प्रत्येक वर्षै नि प्रधानमन्त्रीसँग स्वरोजगार कार्यक्रम हाम्रो महिलालाई नै फोकस हामीले गरेका छौँ। र थोरैजना जस्तो नगरपालिकाले 15 जना सिलेक्सन गरेका थियो, त्यो सिलेक्सन मध्ये पनि हामीले 6 जना मात्रै पठाउने एउटा बाध्यतात्मक अवस्था आयो। अब अहिले एक महिनाभन्दा पनि बढी भयो होला तालिम अहिले स्वरोजगारको लागि महिलाहरू 6 जना महिलाहरू यहाँ यस वडाका विभिन्न गाउँबाट हामीले 15 जना त्यो छान्नुपर्दा साह्रै अति नै समस्या, एकदमै मेहनत गर्नु पर्यो। अब के गरी अब सिलेक्सन गरौँ, कसरी चयन गरौँ, सबैले म बस्छु कोही पनि म बस्दिनँ भन्ने पनि जवाब आएन। त्यो कुरोमा आफै हामीले वडा समितिकै व्यक्तिहरू पदाधिकारीहरूले एउटा सोच बनाएर होइन यसरी त हामीले त 6 जना छानेर पठाउनै पर्ने हो। यसको लागि हामीले गोला प्रथाद्वारा अब त्यो 15 जना मध्ये गोला प्रथाद्वारा 6 जना मात्रै हामीले चयन गरेर पठाएका छौँ र ती महिलाहरू अहिले तालिम लिइरहनु भएको छ हाम्रो नगरपालिकामा। तपाईँले विभिन्न खाले योजना बनाउनु भएको होला, सुनाउनु पनि भयो। बाँकी कार्यकालमा तपाईँले बनाउनु भएका ती योजना सफल होला नि त? अब सम्पूर्ण अब 100% त पुरा गर्न नसकिएला र पनि अब मैले अब घोषणापत्रमा लेखेअनुसारको कामहरू जस्तो सडक बत्तीको कुरा भयो, सडक बत्ती पनि मैले जडान गरेँ। बिचमा के भयो भने त्यो अब बिग्रेर केही बिग्रेको पनि छ सडक बत्तीहरू, त्यो हामीले बजेट पनि यसै आर्थिक वर्षमा पनि छ, त्यो बजेटलाई पनि सदुपयोग गर्दै अब बिग्रिएका अब केही बत्तीहरूलाई पनि बनाउने अथवा व्यवस्थापन गर्ने सोच बनाएको छु मैले होइन। र धेरै गर्न नसके तापनि करिब अब अझै 2 वर्ष बाँकी छ। त्यो 2 वर्षमा अब घोषणापत्र अनुसार पुरै गर्न त नसकिएला, अलिकति अवस्थाले समयले त्यो आर्थिक अवस्थालाई पनि नगरपालिका राज्य सरकारले दिएको के अरे जुन बजेट विनियोजन त्यसमा पनि केही बाधा अवरोधहरू आएका छन्। त्यो अनुरूप पनि सकेसम्म मैले पुरा गर्ने सोच बनाएको छु। अब हेरौँ कतिसम्म पुरा हुन्छ। अब आउने आर्थिक वर्षका लागि बनाइने बजेटमा के कस्ता कुराले प्राथमिकता पाउँछ वडा अध्यक्षज्यू? अब यो आउँदो 82-83 को लागि अब वैशाख त जानै लाग्यो, जेठ अन्तिमदेखि अब बजेट सम्बन्धी हामी अब छलफल गरेर प्रत्येक गाउँ टोलमा गएर समुदायका मान्छेहरूलाई सोधेर तपाईँले के चाहिएको छ, के आवश्यकता छ, खास गरेर आवश्यकताको क्रममा मान्यता क्रम अनुसार प्राथमिकता हामीले कसलाई दिने त? जस्तो सबभन्दा पहिले हामीले शिक्षा नै चाहियो, गाउँ समुदायले पनि पहिला शिक्षा नै चाहिन्छ। अब त्यसपछि स्वास्थ्य चाहिन्छ, स्वास्थ्यको सवालमा पनि हामीले अब वर्षेनी
केही न केही बजेट छुट्याइदिएर आधारभूत कुराहरू नगर स्वास्थ्य केन्द्र हाम्रो यस वडामा रहेको छ र त्यो नगर स्वास्थ्य केन्द्रको लागि पनि अति आवश्यक सामानहरू औजारहरू उपकरणहरू अरू विविध कुराहरूलाई पनि पुरा गर्दै लगाएका छौँ। बजेटको अब धेर थोर जति जे भए तापनि वर्षेनी हामीले स्वास्थ्यमा पनि बजेट विनियोजन गर्दै आएको छु र त्यसपछि कृषिको कुरा आउँछ। कृषिलाई पनि हामीले विशेष जोड दिनुपर्ने हुन्छ। वर्षेनी अब हामीले कृषि सडकमा विद्युत पोल तार विद्युतीकरणको अलावा बोरिङ पनि अर्को वर्षमा बोरिङको व्यवस्था पनि गर्ने मैले सोच बनाएको छु र केही रकम पनि त्यो बोरिङमा पनि अब विनियोजन गर्ने पुरा गर्ने व्यवस्थापन गर्ने मैले यहाँप्रति म प्रतिबद्धता जाहेर गर्न चाहन्छु। हजुर दर्शकवृन्द, हामीले लालबन्दी नगरपालिकाको वडा नम्बर 3 का वडा अध्यक्ष बुद्धदेव चौधरीसँग उहाँको कार्यकक्षमै यी संवाद गरेका थियौं। आम जनताका प्रश्न र जनप्रतिनिधिको जवाफ हामीले तपाईको माझमा प्रस्तुत गर्ने जमर्को गरेका छौं। यसमा हामी तपाईहरूको पनि साथ चाहन्छौं। तपाई हामी सँगै रहनुहोला।